ल है डान्स गर्छ है क्या दामी यार बेकै झल्को मेटाइदिनु रहेछ यार यहाँ त राष्ट्र निर्माताहरूको चाहिँ एक झल्को मेटिने ठाउँ रहेछ यहाँ चाहिँ होइन डोको सुको के हो अबि मैले त मान्छे भनेको यार उहाँ त झुकिरा यार म त ल यो चाहिँ औजारहरू आरुवा भनेको यो चाहिँ बन्चर हो है मगर भाषामा चाहिँ आरुवा भन्छ क्या टोप पनि रहेछ यहाँ यी साथीहरू रानीमहलको झल्को यस्तै के अरे संस्कृति झल्काउने त्यो भेषभूषा यताउता पुरानो कुराहरू हामीलाई पनि थाहा थिएन आज हामीले धेरै कुरा सिक्यो देख्यो होइन त्यही हो हेलो गाइज सबैजनालाई नमस्कार अनि स्वागत छ धेरै पछि है पाल्पाले राइडर युट्युब च्यानलमा म चाहिँ आज ठ्याक्क काठमाडौँबाट यो घर आएको थियो क्या पाल्पा अनि ठ्याक्कै पाल्पाको नगरपालिका भवन अगाडि नै छु मसँग चाहिँ साथमा भाइ हुनुहुन्छ होइन सँगै आयौँ कि आज काठमाडौँबाट त्यो डाउनेको बाटो जाम भएर यो पोखरा साइडबाट घुमेर आएको भर्खर आइपुग्यो हिजो राति 8 बजी हिँडेको आज बल्ल अघि भर्खर आइपुगेर खाना खाएर यसै घुम्दैछौँ टक्क अनि हाम्रो चाहिँ यहाँ 22 गतिदेखि महोत्सव सुरु भएको थियो अहिले त त्यस्तो मान्छे केही पनि छैन अब यो दिउँसो भरेतिर बल्ल रमाइलो होला त्यो पछाडि ब्याकग्राउन्डमा यो टुडी खेल हो पाल्पाको मसँग चाहिँ यहीँ मेरो भाइ हुनुहुन्छ है साथमा टक्क हेलो टक्क भिडियो क्यामेरा टक्क फोटो खिच्न व्यस्त भनौँ न तकरिबन 1 वर्षमा आइयो है टान्छु फोन गर नि त जीवनलाई यो चाहिँ तानसिनको पुरानो घरहरू यस्तो छ है टक्क ओल्ड घर त उयो यस्तो यिनीहरू हो पुरानो ओल्ड घर चाहिँ नारायण शान्तिर आएको थियौँ यहाँ लखा स्टेसनरी पुस्तक पसल पहिला हामीले यहाँबाट बुकहरू लैन्थ्यो पढ्नलाई पढ्ने बेलामा यहीँबाट लैन्थ्यो हामीले पहिला पुस्तकहरू पहिला चिनेको दिदीहरू हुनुहुन्थ्यो यहाँ भाइहरू दिदीहरू हाम्रो क्यामेराम्यानहरू चाहिँ यताबाट उ गर्छ दरबार पाल्पा दरबारतिर जान्छ फाइनली हामी चाहिँ पाल्पा दरबारतिर लाग्दैछौँ उकालो चढ्दैछौँ ठाडो गल्ली एकदमै टान्सिनको के अरे खाना खाएर आएको कस्तो हिँड्नै नसक्दा जस्तो भयो कि भाइको फेरि आफ्नो चिनजानको मान्छेहरू रहेछ यहाँ टर्ने टान्सिनमा होइन ट्रकको जलाइने भेट्छ नमस्ते त्यो चाहिँ हिँड्ने यार चिनजानमा म चाहिँ यस्तो लोपोक चिनजान नभएपछि यस्तै अरूको चिनजान हुन्छ टक्क भेटघाट होइन आफ्नो छैन काठमाडौँ ज्ञानु ल भाइ चाहिँ देखभेट गरेर आइसक्यो को त्यो उको होइन रेशम दिदी चित्र छापको होइन त्यही त मैले बुझेँ सास फेरि मलाई लास्टै गाह्रो भइरहेको छ कुखुरा मलाई लाग्छ मलाई यस्तै थियो है पहिला तानसेनको पुरानो घरहरू क्या दामी बुट्टेदार झ्याल ढोकाहरूले सजिएको थियो क्या वर्षा सुनचारी पसल सुन्तोल पाल्पा हामी कहाँ ओरिजिनल सुनका साथै पुरानो गरगना हात फेर गरी साथी हुन्छ अब चाहिँ फाइनली हामी चाहिँ के अरे दरबारको लाइनमा आइसक्नु लागेछौँ अनलाइन मार्फत अर्डर पनि गर्न सक्नु उकालो चढ्दा फ्या भइसक्यो मलाई यस्तै फ्या भयो मलाई चाहिँ फाइनली खाना केही खानु मन लाग्यो बल्ल म सास फेर्न सक्छु होला उकालो पनि सक्यो तर है ल पाल्पा दरबारको एरिया यही हो टक्क शीतलपाटी आइसक्यौँ यता ठुलो ढोकाबाट जाने कि जबाट जाने ए सानो ढोकाबाट जानु म त भर्खर फर्स्ट टाइम चिन्ला हो आउनु त आएको ल हामी चाहिँ थुप्रो भयो यहाँ काठमाडौँको भाइरल काठमाडौँ भने सरी
पाल्पाको भाइरल ठाउँ पाल्पा दरबार होइन खानाको झोको के खाना आज हामीले धेरै महँगो खाना खायो साथीहरू त्यही पनि ताल बिताल मिठो नै थिएन होइन चिकन खाना भनेर खाएको भनेको 660 330 एउटा भएको होइन 250 अब टेस्टी राम्रो भएको भए त छिटै कुरा हुन्थ्यो पनि थिएन भोक लाग्यो होइन जस्तो छ खाइयो खाना चाहिँ पहिला यो थिएन यो नयाँ बनाएको जस्तो लाग्यो मलाई त्यहाँबाट माथि देख्न सक्नुहुन्छ तानसेन गयो हामी चाहिँ टक्क पाल्पा दरबार फाइनल्ली प्रवेश गर्दैछौँ फोटो खिचिहाल्ने हो क्या अब फ्याट होइन खतरा राम्रो निकाल है बाँकी लुम्बिनी प्रदेश सरकार पाल्पा दरबार स्क्वायर हामीलाई फालफाली ढाका मनपर्छ कहाँ फरक छ होला ल फाइनली हामी चाहिँ पाल्पा दरबारमा आइसक्यौँ होइन पछाडि चाहिँ गार्डन जुन रहेछ त्यहाँभित्र जान नदिँदो रहेछ चाती लाग्यो क्या अब बाहिरबाट हो भने देखाउँछु म तपाईँहरूलाई टक्क कस्तो राम्रो छ पछाडि पनि श्रीनगर चाहिँ यता डाँडामा पर्छ है यो सल्लाहघारीतिर है फाइनली हामी चाहिँ पाल्पा टिकट काटेर टक्क म चाहिँ फर्स्ट टाइम हो यहाँ चाहिँ होइन भित्र छिरेको जति एउटाबाट फोटो भिडियो गराउनुहुन्छ त्यतिबाट त्यतिकै पैसा चार्ज तिर्नु पर्दो रहेछ होइन ल हामी चाहिँ टक्क छिरिसकेको छौँ अब चाहिँ हेर्नेछौँ भैरवनाथ टेम्पल के छ र छिरियो है ल टक्क भित्रको हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो राजा रुद्रसेन टक्क मणि मुकुन्द सेन रुद्र पनि राजा थियो मेरो नाम पनि युवराज उड्डयल सेन त्यसपछि यहाँ चाहिँ हाम्रो हुनुहुन्छ राजा महादत्त सेन नाम लेख्नु पर्ने है हजुर नाम लेख्नु पर्ने के हो यहाँ चाहिँ के हो है पछि हो के हो नामथर ठेगाना सङ्ख्या सङ्ग्रहालयको राम्रो पक्ष यो अब लागू गर्नु 50 मा यो चाहिँ हुनुपर्ने ए आउँदाखेरि लेख्ने रहेछ कि ल यहाँ चाहिँ टक्क देख्न सक्नुहुन्छ है यस्तो छ है यस प्रवेश ल यहाँ चाहिँ मौलिक बाजाहरू यहाँ तबला हार्बिन त्यसपछि यता देख्न सक्नुहुन्छ पञ्चे बाजाको सेट है यो चाहिँ समला ढिमे यो चाहिँ हाम्रो मादल भयो झ्यालीहरू भयो एकतारेहरू सारङ्गी है बाँसुरीहरू करुवाहरू पाल्पाली करुवाहरू है पाल्पामा चाहिँ एकदमै प्रख्यात हो करुवा चाहिँ यो चाहिँ के हो रुद्र पेडियोमिटर रे यो नाम चाहिँ हामीलाई पनि थाहा भएन है के हो यो मिटर पेडियोमिटर लेखेर चाहिँ नि त पहिलाहरू घर बनाउनेहरू करुवा कल राजा थालिस कुण्डा यो चाहिँ ठेकीहरू ठेकीहरू होइन राजा नेपाल शाहकालीन भएका पुरानो दान गर्न सक्नुहुन्छ तपाईँहरूबाट प्राप्त नोटहरू यसैसँग पुरानो नोटहरू पुरा राजाको पालाको
पहिला म असल मागेर खान्थेँ आजभोलि मसँग मागे यहाँको चाहिँ कसौडी के खोला भाकु बतासी नेवारी ड्रेस भाकु टोपली टपाल सुरु विभिन्न देशका कागज नोटहरू रिबु युरोपियन लिमा जापानको पैसा हेरौँ न तपाईँको जापानको हेरौँ त मैले चिन्दैन त त्यो त डलर हो अमेरिकी हो त्यो त पहिला नि चिप्लो नपऱ्यो जस्तो छ त फेराउनु उयो यहाँ आउँदा उयो यो 5 यो 10 नम्बरकै यो महात्मा गान्धी छ नि 10 को त्योभन्दा यताको यो 5 वाला 10 कि यो तलको त्यो 5 भन्दा तल त्यो अच्छा यहाँ चाहिँ गरगहनाहरू चाहिँ के हो सलपा अब हामी मगर समुदाय कक्षमा छिर्छौँ सराइचिल मैले टिकट काटेर छोडिदिएको माताको आली ल यहाँ चाहिँ यस्तो चप्पलहरू हुँदो रहेछ है पहिला यहाँ चाहिँ डोकोहरू डोको सुको मगर समुदायको थियो अब ओहो देख्न सक्नुहुन्छ है देख्दैन पहिला मादल देख्दैन खोर्ली डाब्या समुदायको परम्परागत सामग्रीहरू ल है मगर ड्याडी मगर मम्स यो चाहिँ चकटीहरू रहेछ डालोहरू जुवाहरू है यो चाहिँ ठेकीहरू अनि यो के अरे मुडुस भन्छ कि मडुस भन्छ कि त्यस्तो होइन हाम्रो घरमा पनि छ कि एउटा ठुलो यो चाहिँ के भन्छ मदानी त्यसपछि हटासो है परम्परागत कुडुले गोलोघर यस्तो छ है साथीहरू बस्नु त होइन क्या के अरे अभी म त मान्छे भनेको यार उहाँ त किरा यार म त सिम छ त है ल है यहाँ चाहिँ खाना पाक्दै रहेछ है साथीहरू अन्डा नि रहेछ सिम छ त यो चाहिँ यहाँ भान्सा है किचन कस्तो सफा छ है अहिले माथि जाने जस्तो पनि देखाएर चाहिँ हो पुरै घर रहेछ नि त यो त एक्जिट भनेको बाहिर प्लिज गो टु बाहिर गो टु बाहिर यहाँ चाहिँ पृथ्वीनारायण शाहको टाउको यहाँ चाहिँ है यो चाहिँ ड्रेसहरू चाहिँ यहाँ कल्चरल यो चाहिँ के हो यो चुलो माटोको भाँडा बनाउने एक चक्र चक्र माटोको भाँडा बनाउने रहेछ यो चाहिँ
यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो हलो ब्याट्रीहरू यहाँ चाहिँ दिल्ली जेरुङ्गो डल्ला भाषा सियो बेल्चा काठको बेल्चा रे डल्ला भाषा डडेलो सियो बेल्चा रे सिङको बेल्चा ल यो चाहिँ औजारहरू आरुवा भनेको यो चाहिँ बन्चर हो है मगर भाषामा चाहिँ आरुवा भन्छ क्या अनि गन यो खन्टी भइहाल्यो फिला भनेको किला रे के हो यो किला ए अनि यो कोदालो भइहाल्यो गैँठी यो चाहिँ के हो त फेरि गोङ्गाचा गोङप्पा के हो खै यस्तो त हामीलाई पनि थाहा भएन है यो त मण्डली बराजु थपनाम खड्का राम्रै रहेछ है फाइनल्ली गाइजहरू होइन हामी चाहिँ टक्क हेरेर गरेको छौँ होइन हेर्दैछौँ सकेको छैन अहिलेसम्म सक्यो पनि अब निकै बाटो चाहिँ देख्न सक्नुहुन्छ है ओ नो सेट यहाँ रहेछ नि त अनि एउटा त मुख्य के हो यो यहाँ त 20-25 जनालाई भुट्न मिल्छ है पहिलाको के हो भोज खाने हो क्या हो ए यो के अरे जनगढी युद्धको बेला पकाएर खाने भाडा रहेछ के हो ओ ल ठिक छ है नयाँ नयाँ कुराहरू देखिरहेछौँ है हामी चाहिँ ल अबि सर्पोग्री बल्छी धुर्बे माछा पारे त त्यसले दोष जालमा पारे है यहाँ चाहिँ जो स्टर केपिङहरू सब देखाइरहेको है आमाहरू पिताहरू अनि यहाँ चाहिँ देख्न सकिन्छ मोही पारेको है उहाँले चाहिँ जातो पिसिरहनु भएको उहाँले चाहिँ मोही नै पार्नु भयो यो पनि यो चाहिँ ढेकी कुटेको है यो चप्पलहरू भइहाल्यो यो त्यति नै भइहाल्यो है ल दोस्रो तला सेकेन्ड फ्लोर छडौँ झरौँ के छ त भाइ भन्नु केही छैन एकदम बबाल छ दामी छ जे होस् घुमिरहेको छ खुसी लागिरहेछ छ पुरानो भएको कि हाम्रो लागि नयाँ नौलो पनि देखिरहेको ठाउँ चाहिँ पुरानो तर नआएको है हामी पनि भाइ पनि आएको थिएन म पनि आएको थिएन क्या बाहिर चाहिँ देखेको भित्र चाहिँ हामी आएको थिएन कि अनि पोसाकहरू भइहाल्यो थारू समुदायको है यो चाहिँ पोसाकदेखि लिएर बाजागाजा के हो यो अनि यो चाहिँ थारू समुदायकै बेलचर घरक समाज है यो देख्न सक्छ है जस संस्कृति झल्किने गरी राखेर रहेछ केही न केही चाहिँ विवाह कक्ष पनि रहेछ यहाँ टक्क ल्याएर है बेसे गर्ने ठाउँ अझै बाजा पनि बजेछ क्या हो विवाह कक्ष है हामी चाहिँ आज यो चाहिँ के भन्छ अरे मण्डप ल 52 बाजे हुँदो रहेछ ल है डान्स गर्छ है क्या दामी यार बेकै झल्को मेटाइदिनु रहेछ यार यहाँ त बेहुला बेहुली
ल ट्याक्क मण्डप कति जाने हो यार मान्छेहरू चाहिँ है सबै अब यता कता हो रुद्र भाइ यार घुमेन यता त के हो जानिन्छ अरे यहाँ घुम्न भनेर आएको मिल्छ होला नि यस्तो नयाँ चिज देख्नु भने टाढाहरू ए है ल है यहाँ यो मेन ठाउँ चाहिँ यो है हाम्रो त्यो सम्झिनु पर्ने नामहरू है सधैँ राष्ट्र निर्माताहरूको चाहिँ एक झल्को मेटिने ठाउँ रहेछ यहाँ चाहिँ होइन तपाईँहरूलाई म सरस्वती देखाउन सक्छु होइन त्योभन्दा अरू म केही गर्न सक्दिनँ ल यहाँ चाहिँ सक्नुहुन्छ को कसलाई चिन्नु हो है यस्तो यस्तो हुन्थ्यो है पहिला सब यो भएको देश कहाँ हुन्थ्यो कि यहाँ चाहिँ हाम्रो पृथ्वीनारायण शाह है उहाँ चाहिँ उहाँलाई चाहिँ म चिन्छु अरू त हाम्रो चिनिन्न है अनि वीर योद्धाहरू उहाँहरू बलभद्र कुँवरहरू हो है वीर योद्धा यहाँहरू पनि हो त्यहाँ पनि हो यी टक्क एकीकरण पद छाप रे यहाँ चाहिँ जितगढी भनेको यो सिमानाहरूको हुन्छ नि मतलब यो युद्ध गर्ने मतलब जितगढी नुवाकोट गढी यो राजाहरू बस्ने ऊ हो कि यो बाकुमगढी है तोपमा छिर्न मनाइ छ ल है आमा हतियारहरू हेर त यसले त भेट्यो भने त मान्छे त छट्टै पार्छ त है आम्बो ल यो चाहिँ भालाहरू गनहरू ओरिजिनलै छ यहाँ त तोप पनि रहेछ यहाँ यी साथीहरू ओहो खै कहाँ छ टोप गोली आमा अहिले टाउको फोरिन्छ हो ल जस यो चाहिँ युद्ध गर्दाखेरि लाउने हो यो यो तरबार हेर पानी अन्त ल हाम्रो राजाहरूको के भन्छ त्यो कुँवरहरू केले लाउने ड्रेस जस्तो लाग्यो मलाई यो चाहिँ नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त भएका मानपदी अलङ्कार तथा पदहरूको प्राकृतिक म्याम चाहिँ कतिजना हुन्छ म्याम गर्दै हुनुहुन्छ है हाम्रो सरले चल एकैछिन फुर्सद छैन युद्ध कक्ष अरे के हो म्युजिक यो चाहिँ युद्ध कक्ष भन्छ यी रहेछ त हल के भने यहाँ के लेखेको छैन युद्ध कक्ष लेखेको छ कि युद्ध गर्न सिकाउने यस्तो त म्युजिक युद्ध कक्ष लेखेको छ मलाई के रहेछ ल यो चाहिँ हाम्रो तानसिन बजारहरू टक्क देख्न सक्नुहुन्छ यतातिर चाहिँ बतासे डाँडा हो है ऊ यता चाहिँ बतासे डाँडा पर्छ यो तानसिनको भइहाल्यो श्रीनगर चाहिँ यतातिर पर्छ हाम्रो है त
दरबारै छ यही दरबार हामीले तानसेन नगरपालिकाको भवन पनि रहेछ यो भैरवस्थान मन्दिर होला सायद भगवती मन्दिर रहेछ यो चाहिँ यो शीतलपाती यो रामदीपुल नै रानीमहलको झर्को यस्तै छ मैले 50 रुपियाँ काट्ने चाहिँ मेरो दिएँ यहाँबाट सिरेको अब यता निस्किने हामी ल अब हामी चाहिँ निस्किन्छौँ है त र हामी चाहिँ दरबार सरबार घुमेर लरेपुलतिर झर्दैछौँ फाइनली ल फाइनली केटा हो के छ हामी सिलखान टोलतिर छौँ अहिले चाहिँ पाल्पा दरबार घुमेर टक्क फर्क्यौँ हामी एकदम त्यो चाहिँ त्यस्तो बोलचाल त छैन त्यो भिडियो त्यही पनि त्यस हेर्नु गर्ने चाहिँ धेरै कुराहरू छ होइन खिचिसकेको छौँ हामी चाहिँ सबै के अरे संस्कृति झल्काउने त्यो वेशभूषा यताउता पुरानो कुराहरू नयाँ जमिन छ नि केटाकेटीहरू उनीहरूलाई एकचोटि यहाँ ल्याएर हामीलाई पनि थाहा थिएन आज हामीले धेरै कुरा सिक्यो देखियो होइन त्यही हो बवाल छ देश बवाल छ सबैजना घुम्न आउनु होला देशबाट हुन्छ कि फालबाट हुन्छ कि यदि ड्युटीमा हुनुहुन्छ भने लुकेर हेर्नु होला फ्री हुनुहुन्छ भने हुनुहुन्छ भने हेर्नु होला ल है साथीहरू है तात्तेको छ है पालपाली राइडर भ्लग यो भ्लग पनि त्यस्तै गर्नु ल फ्रीमा हुनुहुन्छ भने छिटेर हेर्नु तात्तेको छ ड्युटीमा हुनुहुन्छ भने लुकेर हेरिदिनु है ल साथीहरू